नमस्कार। नेपालमा ठूला घटना भइरहेका छन् र नयाँ सरकारले निकै छिटो कदम चाल्दैछ। आउनुहोस् हिजो र आजका दिन के भयो भन्ने कुरा हेर्नुहोस्। दोस्रो दिन 28 मार्च 2026 चैत्र 15 2082 बीसम। दोस्रो दिन धेरै महत्त्वपूर्ण घटनाले भरिएको थियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रामेश लेखकलाई 2025 को जेन-जेड आन्दोलन दमन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरियो। दुवै नेता दोष नकारिरहेका छन् तर कानुनी प्रक्रिया अघि बढिरहेको छ। यसले स्पष्ट सन्देश दियो कि जवाफदेहीपन प्राथमिकता हो। यसैबीच प्रधानमन्त्री बलेन्द्र शाहको टोलीले आफ्नो महत्त्वाकांक्षी 100 बुँदे सुधार योजना अगाडि बढाइरहेको छ, जसले पारदर्शिता, दक्षता र जनसुविधामा सुधार ल्याउने लक्ष्य राखेको छ। शिक्षा क्षेत्रमा पनि सुधार देखियो। कक्षा 5 सम्मको आन्तरिक परीक्षा हटाइयो, विद्यालय र कलेजमा विद्यार्थी राजनीति बन्द गरियो र निष्पक्ष प्रतिनिधित्वका लागि गैर पार्टी विद्यार्थी परिषदको योजना अघि बढाइँदैछ। प्रधानमन्त्रीले नेपालले अन्तर्राष्ट्रिय सहयोगमा प्रतिबद्धता कायम राखेको र विशेष गरी भारतसँगको सम्बन्ध बलियो बनाउने इच्छा व्यक्त गरेका छन्। दोस्रो दिनले सरकारले संसारसँगै सुधारमा गम्भीरता देखाएको छ। तेस्रो दिन 29 मार्च 2026 चैत्र 16 2082 बीसम। तेस्रो दिन सरकारले संस्थागत सुधार र भ्रष्टाचार नियन्त्रणमा आफ्नो ध्यान कायम राख्यो। उच्चस्तरीय पूर्व अधिकारीहरूको सम्पत्ति र साधनहरूको छानबिन गर्न विशेष आयोग गठन गरियो। यसले स्पष्ट बनायो कि पारदर्शिता र जवाफदेहीपन सर्वोपरि हुन्। शिक्षा सुधार पनि अघि बढ्यो। विद्यार्थी राजनीति अझै बन्द रहेको छ। कक्षा 5 सम्मको परीक्षा हटाइएको छ र मुख्य ध्यान शिक्षा र विकासतिर सरेको छ। सरकार जनसुविधा आधुनिक बनाउन, डिजिटल प्लेटफर्म मार्फत सेवा उपलब्ध गराउन, प्रशासनिक प्रक्रिया छिटो पार्न र ढिलाइ हटाउन योजना बनाउँदैछ। यसले शासनलाई द्रुत, सरल र नागरिक मैत्री बनाउने लक्ष्य राखेको छ। तेस्रो दिनले स्पष्ट गरियो कि सरकारले संरचनात्मक सुधार, निष्पक्षता र जनमुखी नीतिमा पूर्ण प्रतिबद्धता जनाएको छ। नेपाल नयाँ राजनीतिक युगमा प्रवेश गर्दैछ र यी 2 दिन मात्र साँचो परिवर्तनको यात्राको सुरुवात हुन्। र यदि तपाईलाई सरकारको सम्पूर्ण 100 बुँदा र तिनको विस्तृत व्याख्या जान्न मन छ भने कृपया यो भिडियो लाइक गर्नुहोस्, मेरो च्यानलमा सदस्यता लिनुहोस् र हाम्रा आगामी भिडियोहरू हेर्नुहोस्।